जनकपुरमा मैथिली भाषामा बालेन शाहले गरेको भाषणको नेपाली अनुवाद। तपाईहरु आज भाषण सुन्ने मुडमा हुनुहुन्न होला। दिउँ कि नदिउँ? म काम गर्ने मान्छे हुँ। म काम गरेर देखाउँछु। मलाई काम गर्न अवसर दिनुहुन्छ? काठमाडौँ नगरवासीले अवसर दिए, काम गरेर देखाएँ। तपाईहरु दिनुहुन्छ? 1.5 महिना अघि हामी रामजानकी विवाह महोत्सवमा आउँदा एउटा कुरा खड्कियो। विश्वको सबैभन्दा प्रसिद्ध रामजानकी विवाह यहाँ भयो, तर मधेसी नेपाली सबै डेस्टिनेसन वेडिङ गर्न जनकपुर नभएर जयपुर जान्छौँ। मिथिलामा किन आउँदैनौँ? रामजानकीको प्रसिद्ध विवाह जनकपुरमा हुन्छ भने डेस्टिनेसन वेडिङका लागि बालीमा किन जाने? मिथिलाको सरसफाई, सुन्दरता र आकर्षण बनाउन सरकारको नीति नियम खोइ। 2वटा कुरा प्रष्ट भएको छ। पहिलो, मधेसमा पहिलो पटक सबै पार्टीका मान्छे आएका छन्। यहाँ एउटा मात्रै पार्टीको मान्छे छैन। दोस्रो, जनकपुर एउटा कुराका लागि 1 वर्ष अघि निकै खुसी भयो। एनपीएलको उपाधि जित्दा मधेसमा एउटा पार्टी होइन, सिङ्गो मधेसले खुसी मनाए। त्यसै गरी सबै मानिसहरू खुसी हुनुपर्छ। देशको विकास जनकपुरसम्म फैलिनुपर्छ। मलाई काठमाडौँ र मधेसमा धेरैले सोधिरहेका छन्, प्रदेशको विषयमा राष्ट्रिय स्वतन्त्रता पार्टीको धारणा के हो? म जवाब दिन्छु, राष्ट्रिय स्वतन्त्रता पार्टी प्रदेशलाई अझै बलियो बनाउने पक्षमा छ। प्रदेश सरकारको काम एउटा वडामा 50,000 धारा जोड्ने होइन, 3-4 पालिका जोड्ने हो। जनकपुरमा प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानुपर्ने अवस्था छ, हो कि होइन? जनकपुर प्रदेशको राजधानी होइन र? हो भने काठमाडौँ किन जानु पर्यो? यहीँबाट किन हुँदैन? पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ। काठमाडौँ जाने व्यवस्था बदल्नुपर्छ। अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौँ। पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन। करिब 4 वर्ष मैले काठमाडौँको मेयरका रूपमा काम गर्दा दैनिक माइतीघर मण्डलामा उखु किसान, मिटर ब्याज पीडितहरू धरनामा बस्नुहुन्थ्यो। म मुखदर्शक भएर बस्नु पर्यो। मेयरका रूपमा केही गर्न सकिनँ। अब तपाईहरु सोच्नुहोस्, मेयर भएर 35 पालिकाहरूलाई एम्बुलेन्स दिन सकेँ भने सङ्घ सरकारका गएर के गर्न सक्छु? सबैले समाजवादको कुरा गर्छन्, लोकतन्त्रको कुरा गर्छन्। काठमाडौँ महानगरपालिकाले हरेक वर्ष 20,000 विद्यार्थीलाई फ्रीमा पढाइरहेको छ। महँगा कलेजमा पढ्न फ्री भिजा, फ्री टिकट, बिना ढेउभाके। विदेश जान होइन, कलेज पढ्न। महँगा स्कुल र कलेजमा वार्षिक 20,000 विद्यार्थी फ्रीमा पढ्न पाउनु समाजवाद होइन र? काठमाडौँका महँगा हस्पिटलमा 20% बेड फ्रीमा मिल्छ। हामीले पाटी, पौवा, पोखरी, फाल्साहरू निर्माण गरेका छौँ काठमाडौँमा। मिथिलामा, जनकपुरमा पनि मन्दिर, पाटी, पौवाहरूले प्रतीक्षा गरेर बसिरहेका छन्, कसले आएर संरक्षण गरिदेला भनेर। त्यो अब काम राष्ट्रिय स्वतन्त्रता पार्टीले गर्छ, त्यसैले संरक्षण गर्छ। यसका लागि हामीलाई काम गर्न दिनुपर्छ, अवसर दिनुपर्छ। म आज पहिलो पटक भाषण दिँदैछु। मेयर पदमा राजीनामा दिएर फुर्सद पाएँ। 4 वर्ष फुर्सद नै थिएन, कसरी भाषण दिनु? नेपालमा टुरिस्ट 10 लाख आउँछन्, जबकि भारतको अयोध्यामा मात्रै 10 करोड टुरिस्ट आउँछन्। हाम्रो जानकी माताले मात्रै 1 करोड टुरिस्ट ल्याउनु पर्ने हो। एउटा मधेसिया केटो प्रधानमन्त्री बन्छ भनेर घन्टीमा भोट हाल्ने होइन, सही मान्छे ल्याउनका लागि, सही सरकार ल्याउनका लागि घन्टीमा भोट हाल्ने। जय जानकी माता, जय मिथिला, जय मधेस, जय देश, जय नेपाल, जय घन्टी।